हेलो गाइज, गुड मर्निङ। आज हाम्रो यात्रा चाहिँ बन्दीपुरको होइन 3-4 बजी छ। अब हामी यहाँ किर्तिपुरबाट बन्दीपुर जाँदैछौँ। अब बाटोमा भेटौँ ल, बाई। हामी चाहिँ बन्दीपुरको यात्राको लागि हामी किर्तिपुरबाट करिब 4 बजे हामी निस्क्यौँ र सबै दाइहरूसँग हामी ढुङ्गे अड्डा भेट्ने प्लान सहित हामी बन्दीपुरको गन्तव्यतर्फ अगाडि बढ्यौँ। हामीले चाहिँ अर्जुन दाइहरूले कुरिरह्यो हो होइन, ट्याक्कै आउनुभयो दाइहरू। हेलो दाइ, गुड मर्निङ। गुड मर्निङ। ए अँ ल, हुन्छ त, गुड मर्निङ। हुन्छ मर्निङ। हेलो हेलो सर, अगाडि ढुङ्गे अड्डा पुगेर हामी वेट गर्दै थियौँ। ठ्याक्कै दाइहरू आइपुग्नु भयो। दाइहरूसँगको भेट पछि छिट्टै गन्तव्य भेट्दा पनि हामी अगाडि बढ्यौँ। पृथ्वी राजमार्ग हुँदै मेरो यो खासमा पहिलो पटकको अनुभव हो बाइकमा चाहिँ। अब पहिलो पटकको अनुभव, अलि धेरै एक्साइटमेन्ट, हाई एक्सपेक्टेसन्स सहित हामी अगाडि बढ्दैथ्यौँ। अनि एक्सपेक्टेसन्स यो पनि थियो कि सुरुङ मार्गबाट पहिलोपटक बाइकमा यात्रा हुनेछ भन्ने। तर विडम्बना के भनौँ होइन, मेरो एक्सपेक्टेसन विपरीत। हामी सुरुङ मार्ग सञ्चालन नभएको हुनाले फेरि हामी नागढुङ्गा के अरे थानकोट हुँदै अगाडि जान बाध्य भयौँ। हामी बाटो चाहिँ साह्रै खराब रहेछ। धुलो धुवाँ बढी भएको हुनाले चाहिँ सिङ्गल मास्कले नधानेको हुनाले डबल मास्क लगाउनु बाध्य भयौँ। डबल मास्क लगाएर फेरि हामीले हाम्रो यात्रालाई जारी गऱ्यौँ। हामी यात्राका क्रममा नागढुङ्गा, खानीखोला, नौबिसे, धार्के, गल्छी, गजुरी हुँदै मलेखु पुगेर 6:15 बजेतिर पुगेर भोकका लागि पेट पूजाको लागि हामी केरा किनेर हामी खाँदै थियौँ। कसरी हो दिदी केरा? हो यो कसरी? यो राम्रो रहेछ। कसरी? 300 दर्जनको? मालबग खै? मालबग भन्ने खै? त्यो हो मालबग? यो मालबग हो? दाइ यार यो के छ यो अवस्था? 100 रुपियाँ दर्जन चाहिँ कुन? यो मिठो दाइ केरा कस्तो छ? केरा भन्नु त। मिठो भयो, भोक लाग्यो बेला। भोक लाग्यो मिठो भयो है। केरा चाहिँ मैले लाइफमा नसुनेको सुगर फ्री भन्ने पनि केरा हुँदो रहेछ, जुन चाहिँ टेस्ट नै नहुने। अब एउटा केरा इमेजिन गर्नु, एउटा केरा जो गुलियो छैन, अनि कस्तो होला होइन, त्यस्तो रहेछ। निल्न चाहिँ सकिएन, ब्याड एक्सपिरियन्स भयो होइन। अनि थुक्यौँ, के गर्ने। अनि केरा महँगो पनि रहेछ, भेराइटिज अफ केरा पनि पाउँदो रहेछ। यदि केरा एक्सपिरियन्स लिन मन छ भने एकचोटि भिजिट गर्न हजुरहरू आउन सक्नुहुन्छ होइन। र फेरि केरा खाएर पेट पूजा गरेर हामीले हाम्रो गन्तव्यलाई जारी राख्यौँ हाम्रो मदन दाइसँगै, मेरो पार्टनर होइन। अनि अब केरा खाएर पेट भरिसकेपछि हामी फेरि मनोकामना जाने बाटो कुरिन्टार हुँदै हामी मुगलिन पुग्यौँ। मुगलिनमा फेरि हामी 5जना दाजुभाइहरू भेटेर धुलोको अनुभवहरू साटासाट गरेर बचेको केराहरू पनि दिएर खाएर हामी फेरि पोखरातर्फको बाटोलाई अँगाल्दै हाम्रो गन्तव्य बन्दीपुरसम्मको यात्रालाई जारी राख्यौँ होइन। बाटो चाहिँ राम्रो रहेछ। सुरुमा यो चिसो हावाले हामीलाई स्वागत गरेको थियो। नेचर प्रकृति चाहिँ धेरै राम्रो लाग्यो मलाई। अनि यो कुनै बेला तोरी फुलेको मौसममा यो बाटो एकदमै भाइरल पनि थियो। मैले देखेपछि मलाई याद आयो, बाटो चाहिँ यस्तो राम्रो छ कि राइडरहरूले 100को भन्दा तलको स्पिडमा चलाउँछन् जस्तो लाग्दैन। हाम्रो यस्तो स्कुटरमा पनि 94 को स्पिड हामीले एचिभ गर्न सकेका थियौँ। र हाम्रो मदन दाइको अल टाइम हाई 92 को स्पिडलाई ब्रेक गर्दै नयाँ अल टाइम हाई 95 को स्पिडलाई कायम राखी यात्रा जारी गऱ्यौँ। एउटा मिम थियो नि, एउटा केटीले भन्छ नि, सोचे जस्तो केही हुन्न भनेर के। ठ्याक सोचे जस्तो केही हुँदैन, के सोचेको के भयो, खालि
हुन्छ यस्तै हुन्छ खै मलाई पनि त्यही याद आइरहेछ अहिले होइन हामी एकतिर हिँडेको अर्कोतिर जाँदैछौँ यो बिच बाटोमा आएर चाहिँ हामीले अब मुड चेन्ज गऱ्यौँ दाइहरूको के कुरा भयो भन्दाखेरि चाहिँ अब मानुङकोटको डाँडामा 10 बजेभन्दा चाँडै पुग्न सक्यौँ भने बादलभन्दा माथि हामी जान्छौँ भन्ने कुरा गरे कि तिनीहरूले प्लेन नचढी बादलभन्दा माथि जाने कुरा गरे र ठिक छ नि त जाउँ भनेर जान थाल्यो बाटो चाहिँ अफ रोड नै रहेछ बिचबिचमा अफ रोड बिचबिचमा ठिकठाक थियो तर अलिकति चाहिँ बाटो त्यति राम्रो चाहिँ होइन अब केटाहरू जाम भनेपछि अब जानै पर्यो नै भन्न मिलेन टिमबाट छुट्टिन नि भएन त्यसपछि केटाहरूको लैलैमा लागेर फेरि मानुङकोटको डाँडातिर हामी गइयो मानुङकोट डाँडा 1080 मिटरको उचाइमा छ भन्ने कुराहरू छ तर त्यस्तो लागेन हामी दुर्भाग्यवश चाहिँ ढिला पुग्यौँ 10:30 बजी चाहिँ पुग्दाखेरि बादलले हामीलाई छोडेर धेरै माथि पुगिसकेको रहेछ अफसोस हामीले देख्न पाएनौँ बादलले छोडेर गयो हामीले घाम खाउनु पर्यो बाध्यतावश सानो सिन चाहिँ हामीले यहाँ क्याप्चर गर्न चाहिँ पाएको छौँ तर त्यति राम्रो चाहिँ छैन साथीहरु हामी कहाँ छौं पिक अफ द माउन्टेन यसलाई के भन्नु पर्छ हामी तिमी भन्दा अगाडि छौँ यो बादल माथिको गाउँ रे त्यो खोलोको माथितिर बादल छ बादल चाहिँ कहाँ छ भन्यो भने चाहिँ यसरी हेर्नुपर्छ यो बादल यहाँ छ टक्क उ पछाडितिर ल गाइज अब केटाहरू फेरि बिना गन्तव्य बिनाको यात्री भए जस्तै भए आफ्नो बाटो भड्किए केटाहरू के गर्ने अब बन्दीपुरबाट नजाने रे अब जुन एरिया छ मानुङकोटको डाँडोमा जाने बाटो त्यो बाटोबाट 50 किलोमिटरको डिस्टेन्समा चाहिँ पोखरा रहेछ करिब 12 बजेको समयमा हामी मानुङकोटबाट फर्क्यौँ अब खाना चाहिँ केटाहरू जानुपर्छ दाउरा थकालीमै जानुपर्छ पोखरै जानुपर्छ भन्ने कुराहरू गर्न थाले अब उमेर यही हो केटाहरू जोसे जोसेपछि नाइ भन्न त कसले सक्छ र फेरि हामी तुफान स्पिड त्यही 90-95 को स्पिडमा फेरि कुदाएर जाँदाखेरि हामी पोखरा आइपुग्यौँ पोखरा आइसकेपछि हामीले एकदमै धेरै कष्ट गरेर एउटा होटल भेटायौँ अहिले इन्डियन टुरिस्टहरू एकदमै धेरै भएको हुनाले चाहिँ होटल पाउन एकदमै मुस्किल पर्यो अच्छा एकदमै गाह्रो भयो अनि फाइनल्ली लिङ्क सिङ्क गर्दाखेरि यताउता गर्दाखेरि चाहिँ केटाहरूले भेटाउन सके ठीक है र ठिकठाकको होटलमा हामी भेटायौँ समझ गया अब खानाको लागि चाहिँ फेरि छुट्टी ठाउँमा जानुपर्ने दाउरा थकाली गएको दाउरा थकालीमा चाहिँ एकदमै भिड उठेर त के खानु त्यो गर्मीमा भनेर फेरि हामी माछा महल भन्ने ठाउँमा गयौँ अब त्यो माछा महलको चाहिँ हामीले खाना खाएको दृश्य चाहिँ छैन अब केटाहरू चाहिँ अब खाना खाइसकेपछि एकदमै धुलै धुलो भएको थियो बाटोमा होटलमा गएर नुहाएर फ्रेस भएर अब चाहिँ हामी पुम्दीकोटको डाँडामा फर्स्टमा जाने त्यहाँ घुम्ने त्यसपछि बेगनासताल घुम्ने प्लान सहित र लास्टमा चाहिँ फेवामा बोटिङ गर्ने प्लान चाहिँ कहाँ पुम्दीकोट सरनकोट पहिला होइन त्यो त सदाबहार भयो अब चाहिँ हामी कहाँ जान्छौँ भन्दाखेरि बेगनासतालको माछा खानु पहिला त्यसपछि कुम्दीकोट जाने त्यसपछि बोटिङ जाने त्यसपछि अरू अन द स्पट प्लानमा मान्छे चाहिँ होइन हामी कति बजीतिर आउँछौँ होला 8-9 बजे मेरो मन भइजान्थ्यो म 11-12 बजीसम्म आउनु मन रगडा ल त्यस्तो छ आज दाइहरूको प्लान अब हाम्रो हस्तीहरू आउनुहुन्छ तेल आयो 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 ल हर हर महादेव है
यो हो पुन्दिकोट है पुन्दिकोट ल माथि गएर यस्तो फोटोसोटो खिच्छौँ होइन मेन यही हो 2-4वटा फोटोसोटो खिच्छौँ त्यसपछि हामी फर्किन्छौँ यहाँबाट त्यसपछि हामी बेगनासताल जान्छौँ र हामी गर्छौँ के भन्छ पाइन जहाज चलाउनेलाई के भन्छ बोटिङ यस बोटिङ गर्छौँ हामी ल है अब एकचोटि हामी भगवान्को एकचोटि परिक्रमा गर्दैछौँ होइन हाम्रो भगवानप्रतिको आस्था चाहिँ राख्नुपर्छ 108वटा शिवलिङ्ग रहेछ नि यहाँ चाहिँ होइन अब यो चाहिँ यहाँ दान गर्नेहरूको नाम होला चाहिँ ए होला होला सायद हजुर अनि 108वटा शिवलिङ्ग परिक्रमा गरेर मागेको मन्नतहरू पुरा हुन सक्छ अरे माग्न त के मागिन्छ र भगवान्लाई सबै थाहा हुन्छ तर त्योभित्र ढोका रहेछ के सही चिज रहेछ त्यहाँ के रहेछ ढोका रहेछ त्यहाँ होइन पक्कै पनि त्यहाँ खजाना राखेको हुन्छ वाह ब्रेथ टेकिङ भ्यू भन्छ नि हो यसलाई भन्छन् क्या वाह वाह पुम्दीकोट टप त्यो हट एयर ब्यालुन पनि रहेछ नि त उपारी नाइस पैसा फेंको भाइ तमासा देखो आहा सिन त फेरि सक्दैन नि कस्तो यो पछाडिको के सर्पले डस्टन लागे जस्तो बनाइदिए कि के बोले भाइ अब के बोले के जथाभावी बोले ल कस्तो राम्रो छ है फाँटहरू हेर्नु न ए फाँट होइन यहाँ चिसोले गर्दाखेरि बस्नु नमिल्ने भएर छोडिदिएको तालको पानीले बस्नु नमिल्ने भएर खेत मात्रै गराएको कि तल पहिला यहाँ ताल थियो अरे ए अस्ति यो पोखराको कब्जा हानेको थियो नि महानगरले डोजर चला कहाँ हो त्यो तल हो जहाँ हामी आयो नि अहिले यहाँ हो ए यहाँको चाहिँ यो खेतबारी चाहिँ ल अब पुन्दिकोटबाट हामी ब्याक टु पोखरा अब यहाँबाट पोखरा पानी जाने हो केही छैन रे खासमा चाहिँ केवल कार चढ्नेहरू भयो मात्रै पुन्दिकोटको यात्रालाई यहीँ बिट मार्दै फेरि प्लान त प्लान हो माया त माया हो भने जस्तै प्लान त बनाउनु पर्छ चाहे होस् चाहे नहोस् हाम्रो बन्दीपुर जाने प्लान जस्तै फेवाको प्लान र बेगनासतालको प्लान बोटिङ गर्ने प्लान चाहिँ बिचमा नतुइयोस् कामना गर्दछु एनिवे अब यहाँको घाम खाँदै घाम खाएर अब फर्किने क्रममा छौँ अब हाम्रो यात्रा सिधै बेगनासतालको हुनेछ फाइनल्ली हामी आयौँ बेगनासताल होइन के भन्न चाहन्छु अहिले चाहिँ बेगनासताल मेरो चाहिँ बेगनासताल सायद फर्स्ट हो क्या हो योभन्दा पहिलाको मलाई त्यस्तो याद आएन कस्तो रहेछ बेगनासताल भन्ने क्युरियोसिटी चाहिँ मलाई भयो एकछिन बेगनासताल हेऱ्यौँ घुम्यौँ अनि यहाँको चिसो चिसो हावा लागिरहेको थियो र तातो तातो घाम पनि सँगै थियो है ल अब यहाँ एकछिन फोटो सेसन हुन्छ ए यहाँ राम्रो रहेछ नि है त्यहाँ टक्क गएर बेगनासतालको चिसो पानीमा खुट्टा डुबाएर एकछिन त्यसको आनन्द पनि लियौँ साइडमा अलिकति चटपटेहरू खाएर भजन कीर्तन हुँदै रहेछ एकछिन भजन कीर्तनको आनन्द लिएर
र त्यसै समयमा दाइहरू अब क्रेभिङ पुरा गर्नको लागि माछा खान उहाँहरू बिजी हुनुहुन्थ्यो। माया भेटियो ब्लगको सुरुवात बन्दीपुर जाने थियो, अन्त्य के गर्छ हुन्छ लास्टमा पक्नुस् त यो हो नि केटाहरूको ट्रिप भनेको भनेर यसरी सुरु गर्नु पर्यो है। आज हामी कहाँ जाँदैछौँ? हामी चाहिँ यता बेगनास तालसँगै रमाउन व्यस्त थियौँ। केही समयमा हामी अब अराउन्ड 5:30 बजे चाहिँ हामी फर्कियौँ हाम्रो होटेल जाने र फेरि फेवामा बोटिङ गर्ने प्लान थियो, बाँकी नै थियो। अब त्यो पुरा गर्नको लागि अब हामी अराउन्ड 5:30 बजेतिर निस्किन्छौँ। बाटोमा पानी पर्यो। हाम्रो फेवा तालमा बोटिङ गर्ने सपना बिचमै तुहियो। म्युजिक मनमा त्यही भावना आयो, सोचे जस्तो केही हुन्न भन्ने जस्तो। सोचे जस्तो केही हुँदैन, के सोचेको के भयो, खालि यस्तै हुन्छ। भएन पनि फेवा तालमा साइली मोटर चलाउँदै भन्ने एउटा गीत थियो। त्यो गीतमा एउटा टिकटक बनाउला भनेको पनि भएन। पानी पर्यो, बोटिङ गर्ने त सपना बिचमै हरायो, बिलायो, सकियो। के भन्नु, मन भारी भयो, उदास भए। के गर्नु, के नै गर्न सकिन्छ र त्यही भएर जिन्दगीमा प्लान बनाउनु र ओभर एक्साइटेड भन्छ नि, त्यो चाहिँ नगर्नु पर्ने रहेछ भन्ने एउटा सानो पाठ पनि यतै सिकियो। मस्त जोक मारा रे, या हँस रे हल्का हँस। र हामी पानी परेपछि हामी सिधै होटेल जान्छौँ। हाम्रो होटेल भयो है, गाइजहरू मस्त सुत्यान। अहिले चाहिँ 9 बजे छ। अब हामी चाहिँ पोखराको 9:30 बजे छ। हामी चाहिँ पोखराको लेक साइडको भ्यू चाहिँ कस्तो हुन्छ त नाइटमा होइन, एकचोटि हेर्न जाँदैछौँ। कृपया तयारी गरेर हेरिदिनु होला है त। फर्स्ट टाइम इन पोखरा एट नाइट होइन। ल हेलो गाइस, हामी चाहिँ अब स्ट्रिट भ्यू, नाइट भ्यू होइन, पोखराको लेक साइडको नाइट भ्यूको लागि चाहिँ यसो सानो भिडियो बनाउँदैछौँ। एकचोटि हेरौँ है के कस्तो छ भनेर। कहाँ रे? पामे। हामी पामे भन्ने ठाउँमा जाँदैछौँ हामी। डिज्नील्यान्ड पार्कतिर हेरेर आउनु ल मजा आउँछ। ए हो, मतलब सानोतिनो जन्नत छ अरे त्यहाँ चाहिँ होइन। लेट्स सी होइन कस्तो छ त, कस्तो हुँदो रहेछ त जन्नत त। हेरौँ यो नाइट भ्यू चाहिँ फर्स्ट टाइम हो पोखरामा चाहिँ। मेरो यो सिधै 3rd टाइम भयो, तर नाइट चाहिँ म बस्न पाएको थिएन। अनि आज चाहिँ हेरौँ त कस्तो रहेछ। यहाँ त 80% भन्दा बढी पपुलेसन पुरै इन्डियन छन्, क्राउड मात्रै बढ्यो। कहाँ बियर किने, कहाँ यसमा किने? ए यसमा न्युड स्युट सब छ नि त। यो चाहिँ लेक साइड जाने बाटो होइन, यही मन्दिरको भनौँ न फेवा ताल होइन को इन्ट्री भनौँ, इन्ट्री पोइन्ट। जस ठिक छ, सबैजना आउनु भएको छ। आउन चाहिँ पोखरा नआएको त को होला र होइन, सबै आएछ। एटलिस्ट 9-10 मा पढ्नेहरू पनि आयो त्यति बेला आयो कि मान्छे। कति 6-7 है। Pare di zin zin, pare di zin zin.
यस्तै सेलाउनु चाहिँ भएन है तपाईँहरू ठिकै छ कति भयो हाम्रो टाइम 10:30 भयो होइन हामी लेक साइडतिर बहुत रमाइलो छ यस्तो राम्रो छ सिन होइन पुरा चिसो हावा यो यसको चिसोपन यसको मिठासता चाहिँ छालाले मात्रै अनुभव गर्न सक्छ क्यामेराले त केही नै गर्न सक्छ र होइन आँखाले जति देखिन्छ त्यति त क्यामेराले देख्दैन अब्जर्भ गर्छ नि त्यो हो त्यत्तिकै मोर डिमान्डेड सिटी भएको रहेनछ एक्सपेन्सिभ सिटी पनि त्यत्तिकै भएको रहेनछ होइन पोखरा नै रहेछ ट्रुल यहाँ पोखरा चाहिँ पोखरा नै रहेछ मेरो दिल छ पोखरामा त्यसै भएको चाहिँ रहेनछ एकचोटि आएपछि दिल लगिदिन्छ दिल लगिदिएपछि राखेको गर्छ है खेलिदिने कति खर्च फेरि निन्द्रा नलाग्ला त यार राति होइन भोलि त उठ्न फेरि सही मजा आउँथ्यो नि फेरि रिङ्गाटा लाग्छ त स्योरो नखेल मन खेल्न मन त लाग्यो हो तर लास्ट रिङ्गाटा लाग्छ यहाँ सही गेमहरू छ यहाँ के कुन गेम हो यो ए जुत्ता लाएर दौड्ने होला जुत्ता लाएर दौड्ने होला बन्द भइसकेको रहेछ बन्द होइन कोही खेल्न नआएको जम जम्मा भयो Fun Park. हजुर
फन पार्क ए खै जाऊँ न जाने केही छैन होला छोडिदिनु फुटबल गेम भइरह्यो अलमोस्ट हाम्रो लगभग समाप्त गरौँ होइन लगभग सकिन्छ होला यहीँबाट अब भिडियो यहीँ अन्तिम गरौँ होइन दाइ के भन्नुहुन्छ अब हाम्रो भोलि बिहानै 3 बजे काठमाडौँको यात्रा होइन सुचारू रहनेछ बनाउनु पऱ्यो अन्त हाम्रो कति बजे जाने प्लान थियो अरे 3:30 बजे त हिँड्ने प्लान हो यार 3:30 खुलेन मेरो त 3:30 बजे हिँड्ने प्लान निन्द्रा खुलेन अहिले 6 बजिरहेछ कोहीले अलार्म बन्द अब गर्दा यस्तो कोही पनि उठ्न सकेन कि कोही पनि उहाँहरू त झन् 6 बजी सुत्नु भएको थियो अब 12 घन्टा सुतेर पनि उठ्न सक्नु होइन नि है हामी झन्डै 12 बजी सुतेको थियौँ होइन 12:30 बजीतिर हामी सुतेको थियौँ हामी त सक्ने कुरै भएन अब हाम्रो सानो यात्रालाई यहीँ समाप्त गर्दै बिट मार्दै अब फेरि काठमाडौँ यात्रा तय गर्दैछौँ हामी होइन हाम्रो टिमसहित हाम्रो टिमले चेकआउट गरिरहेछ पैसा तिरिरहेछ भाइको भ्लगको सुरुवात बन्दीपुर जानु थियो इन्डिङ लेक साइडको 8 नम्बर गेटमा 8 नम्बर गेटमा आएर 7 नम्बर ल है त हामी अब यहीँबाट चाहिँ होटेल लेक स्याडो होटेलको नाम चाहिँ ल तपाईँले एकछिन बाई गर्नुभयो ल बाई बाई ल बाई अब राइडर ग्याङहरू जति सबै तयार भइसक्यो अब बनाउनु भनेको पछाडि गर्नु ल हामी जाउँ त होइन त ल दाइ यता जाने कि घुमाउने यताबाट जाऊँ रे दाइ बाई बाई ल सबैलाई बाई बाई